ल यो आजको नेप्से हेर्दाखेरि है जुनमा 10 अङ्कले घटेको छ। डबल डे चाहिँ 26-10 मुनि बसेन, त्यो नै ठुलो कुरा हो है। र आज चाहिँ लगभग 4.12 बिलियनको के भएको छ, ट्रान्जेक्सन भएको छ है, त्यतिको। ल अब अहिले हेर्दाखेरि म यहाँ तपाईँहरूलाई के भन्छु, विशेष गरी है नेप्सेहरू अब अहिलेको सपोर्टमा हेर्दाखेरि देखिने भनेको हैन, अबको सपोर्ट भनेको 2610लाई पहिला मानेको थियो र अब अहिले आएर चाहिँ लगभग 2605लाई चाहिँ एउटा सपोर्ट मानेको छ आजबाट है। अब यो हिसाबले ब्रेकआउट भनेको 265560 को रेन्जमा लिएको छ, त्यो हिसाबले हेर्नु। र अर्को एउटा कुरो विशेष गरी एमएन है, जोसँग एमएन स्टक छ अब निस्किने बेला भयो है। न्यू बायरहरूको लागि बाई नगर्नु होला है, जोसँग छ सेल गरेर प्रफिट बुक गरेर चाहिँ सेफ साइडमा बस्नु होला है। यो हाम्रो एमएन स्टक। यसै गरी अरू स्टकको बारेमा म तपाईँहरूलाई बिस्तारै पछि भन्नेछु है त।